ल है साथीहरु, म चाहिँ आज बाँसघारीतिर लागेँ। माथि खोलाको धारमा मेरो बाँसघारी छ अनि त्यता बाँसघारीतिर जाँदैछु। घरदेखि निकै मास्तिर हो, म अहिले बाटैमा छु, जाँदैछु। अब तामा आयो होला, के गरौँ, ढेँडोले खाइसक्यो कि के गरौँ थाहा छैन। गोडेकोदेखि गएको छुइनँ, अब आज जाँदैछु, के होला कस्तो छ थाहा छैन साथीहरु। र घन छ आज। यी पैनीको मुहान पुगेँ, हाम्रो पैनीको मुहान। यो चाहिँ ठ्याक्कै हाम्रो गाउँ जाने पानी हो। म बाँसघारीतिर प्रवेश गरेँ है साथी। ठ्याक्कै यो मेरो बाँसघारी पस्ने बेलामा चाहिँ काँसले झ्याप्पै छपेको छ। त्यहाँ भित्रदेखि भित्रपट्टि बाँस रोपिएको छ। खोलाको धार हो, सानो सानो खारे छ। तामा कतिको आयो थाहा छैन। यहाँ तामा आएछ, यति लामो छ तामा, हुर्केछ। यहाँ त एक मान्छेभन्दा ठुलो भएछ। यी यता खाइहालेछ नि, ढेँडुले सबै बाँसको तामा खाएछ हौ साथीहरु। बुर्कुट पारेछ नि सालेले, केलाई केलाई खाएछ, यतै खाएछ, यतैतिर खायो, जताततै सबै खाएर सत्यानाश बनाएछ हौ साथीहरु। के गर्नु अब, ढेँडो मारौँ भने नेपाल सरकारले भन्छ ढेँडो मार्नु हुँदैन, कानुन लाग्छ। नमारौँ भने यसरी यत्रो यत्रो हुर्केको बाँसको तामा खपखपी खाइदिएको छ। के गर्ने त, किसानी मुला त यता सरकारले पनि पेल्छ, ढेँडोले पनि पेल्छ, बाँदरले पनि पेल्छ। किसानको त त्यसै मर्ने दिन आयो, के गर्ने हजुर। धेरै गाह्रो छ। मेरो यहाँ 100 झ्याङ जति बाँस छ हजुर। अब के गर्ने, हुर्किँदाखेरि त 100 रुपियाँ झ्याङको बाँस हो, 100 रुपियाँ घनाको बाँस। तर अब ढेँडोले हुर्किनु दिएन भने के बेचिएला बाँस। यहाँ हेर्नुहोस् त, हिजो मात्रै खाएछ है, मुलाले बसेर मजाले खाएर आफै अघाएर गएछ। हेर्नुहोस्, सबै सत्यानाश पारेछ। यो ढेँडोले सकु सबै। यो पोहोरको सालको ढेँडोले बिगारेको यो पनि। सबै यता यता खाएको रहेछ, उता उता खाएको रहेछ, यता माथिल्लोपट्टि खाएको रहेछ। के गर्ने त हजुर। अब सल्लाह र सुझाव चाहियो। ढेँडोले त अब सक्ने नै भयो, गरेको कमाइ सबै यस्तो गरेपछि के लाग्यो र। यी हेर्नुहोस् त, यी 3 घाना यसको यहाँ 3वटा तामा भाँचिदियो। अनि यस्ता अनगिन्ती कति भाँचेको छ जताततै। कुनै बोटमा 7वटा 8वटासम्म घाना तामा भाँचेको छ। यता पछाडिपट्टि ठुल्ठुलो बोट छन्, त्यहाँ 6-7वटा 8वटा। यी हेर्नुहोस्, यति लामो लामो, एक मान्छेभन्दा लामो भइसकेको छ। यो भाँचिदियो। यहाँनिर हेर्नुहोस्, 2टा 3टा चाडा यहीँ भाँचिदियो। अनि यस्तो छ। ल, विनाश गर हजुर। ल हस् त।